हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल फेरि अर्को रियाक्सन भिडियो लिएर आइसकेको छु भिडियोलाई लाइक कमेन्ट सेयर अनि मेरो च्यानल यदि सब्सक्राइब गर्नु भएको छ प्लिज सब्सक्राइब चाहिँ गरिदिनु होला फेरि आज पनि खतरा हुनेवाला छ त्यही हो किप लभिङ किप सपोर्टिङ अनि अहिले चाहिँ हाम्रो भिडियोतिर है त ल सुरु गरौँ तपाईहरुले गरेको क्रियाकलाप एमालेको नाममा कांग्रेसको नाममा माओवादीको नाममा या राजावादीको नाममा सबैले लुटेर कार्यकर्तालाई देशको अनुदान लुटेर तपाईलाई नै लुटेर भनेको छैन तपाई जस्तै हुन्छ लुटेर सक्दैन नि फेरि सक्दैन यार कडा ये तो धोती खोल रहा है मानव तस्कर मन्त्रीलाई संरक्षण गर्नुभयो मन्त्रीबाट त हटाए जस्तो गर्नुभयो तर संरक्षण गरेर राख्नु भएको छ त्यसो भए तपाई मानव तस्करीको संरक्षक हो यति भनेपछि त दिमागमा आउनु पर्ने हो टोलीहरूलाई बुझ्नु पर्ने हो नीतिगत दिगोपनको हिसाबले लङ टर्मको हिसाबले गर्ने हो भने 48 देखि यता त के भीमसेन थापाकै पालादेखि यता आउँदाखेरि हामीले 5 वर्ष एउटा प्रधानमन्त्री राख्न सकेनौं नि नेपालले सही हो 48 पछि त राख्नु पर्थ्यो होला 62 63 पछि त राख्नु पर्थ्यो होला कसलाई दोष दिने तपाईहरुलाई सही हो यिनीहरूलाई त अनि दोष दिने हैन कसलाई त नि त्यही हो अब जनतालाई पनि दोष दिनुपर्छ है जनता पनि हो रवि लामिछाने कुनै सहकारीको सञ्चालक होइन उहाँले कुनै सहकारीमा गएर ल्याप्चे लगाएर नागरिकताको फोटोकपी राखेर 3 पुस्ते राखेर लोन लिनु भएको छैन तर आज उहाँ जेलमा हुनुहुन्छ सहकारीको सञ्चालक समितिको सदस्य र सहकारीको ऋण नतिरेको भनेर नाम सूची समेत कालो सूचीमा प्रकाशित गरिएको तपाईलाई चाहियो भने म दिन्छु प्रकाशित गरिएको चाहियो भने दिन्छु सही हो व्यक्ति तपाईको श्रीमती उहाँ चाहिँ उन्मुक्ति यो भन्दा बढी शक्तिको दुरुपयोग के हुन्छ त्यही भएर तपाईले सभापति नछोड्या त हो नि कहिलेकाहीँ त लाज पनि हुन्छ अघि पनि एउटा लाजको लो लाज लायो पैसामा तलमाथि गरेपछि लाज हुन्न त त्यही भने नि तलमाथि लाज हुँदैन त यो यस्तै सोध्नु पर्यो क्या छोडौँ हुन्छ होला यार यिनीहरूलाई त प्रोग्रामै खतरा अज्ञानी पनि हुन्छ के जनता भने दुईटै हुन्छ जनता अज्ञानी हुन्छ भने त सर 52 सालमा सशस्त्र युद्धको तपाईहरुले सुरुवात गरिराख्दा 17000 मान्छे मर्नी र मार्नी अवस्था आउँदा त्यतिबेला जनताले तपाईलाई साथ दिए जनता अज्ञानी भए जनआन्दोलनमा जुन रूपमा मान्छे मरेर ठुलो क्षति भयो त्यतिबेला जनता अज्ञानी भए यत्रो समय 18 वर्षसम्म यी राजनीतिक दलहरुलाई चाहिँ साथ दिनुपर्ने बाध्यता आयो जनता त्यहाँ अज्ञानी भए जनता त्यसो भए 7 सालदेखि यता राणाकालदेखि यता जनता सधैँ अज्ञानी सही त्यही त नि जहिले अज्ञानी जनताहरूले बुझ्दैन नि त के गर्नु मिलेर बसेका छन् प्रतिपक्ष कमजोर बनाएर लोकतन्त्र कमजोर हुन्छ भने फेरि गीत गाइहाल्छ यहाँ त यो मुलुक यस्तो मुलुक बन्यो कि अहिले के गरेर पनि तपाईलाई चाहिँ सुकै पाउनु बनाएको यस्तो तपाईले बनायो हैन 38 सालदेखि सबै मान्छे तपाईले लिन पर्दैन त्यसको दोष कडा यसो भन्न थाले नि पहिला एउटा राजा थियो अहिले 753 वटा राजा स्थानीय तहमा हैन अर्को गणतन्त्रको राजा 761 वटा राजा भए टोलमा राजा भए हो श्रीपेश नलागाका भन्छन् नि त लुट्न सम्म लुटे है लुट्न चाहिँ जता नि लुटे है मैले भन्ने गरे 761 राजाले लुट्न भन्दा एउटै राजाले लुटे अलि कमै हुन्थ्यो बरु ठिकै थियो भन्ने लाग्यो होला के हो सही यो चाहिँ हो एउटा राजा भयो नि त एउटै कुरा हुन्थ्यो नि त हैन जताततै हेर त लुटुवाहरू कडा खतरा अहिले पनि मैले एउटा नयाँ पेन्ट लाएर घर गएँ भने मेरो बुवाले पहिले पेन्ट सिमट्नुहुन्छ कि कहाँबाट आयो भन्ने हो मैले मेरो बालाई कुन व्यापारीले दियो भनेर ओ माय गॉड कुन चाहिँ व्यापारीले कहाँबाट आउँछ कि कहाँबाट यस्तो यार फ्याट है उहाँ चाहिँ एकदम बवालै लाग्छ यार तपाई प्रधानमन्त्री बन्नुभयो तपाई पार्टी अध्यक्ष बन्नुभयो तपाई पार्टीको महासचिव बन्नुभयो कलिलै उमेरमा महासचिव बनेको के तपाई त हैन यहाँसम्म 41 वर्षसम्म तपाईले 41 वर्ष अहिले पनि नछोड्ने के तपाईहरु
फेरि सक्दैन नि यस्तो क्वेसनलाई सामना गर्न फेरि राजनीतिक अस्थिरताको आजको मेजर कारणहरू संस्था बलियो बन्न नदिने र व्यक्ति बलियो बलवान बनाउने यो जुन जुक्ति हो यो चाहिँ यो तरिकासँग यो खतरनाक छ र यो चिजसँग म सहमत छु। गर्छ अनि त्यो त मुलुक कसले गर्छ हैन मानहरूले तयार गर्ने जुक्ति हो। तपाई सक्दैन यार यसलाई। तपाईँको पार्टी सरकारमा छ, मुलुकमा अस्थिरता छ, मुलुकमा निराशा छ, मुलुकमा आज मानिसमा यो सबै स्थिरता चाहिँ के केपीओले ल्याइदिएको हो? यो सबै स्थिरता पनि हो हैन पनि हो। कति हो छलफल गरौँला न, छलफल गरौँला नि त। हामीले त भनेका हौं त मुलुकमा बहुमत दिनुस्, राजनीतिक स्थिरताका निम्ति हामीले अघिल्लो निर्वाचन लडेका हैन, दिएको हैन तपाईहरुलाई हैन बहुमत खानु सिंगल बोलेर खाएको हैन। कुनै स्पष्ट दृष्टिकोण छैन के त्यहाँ कहाँ पुग्ने हो, नेपालमा कहाँ जाने हो, के ल्याउने हो, राष्ट्र संस्था कसरी ल्याउने, हिन्दू राष्ट्र ल्याउने, अब यसरी व्यवस्था परिवर्तन गर्ने क्लियर छ। क्लियर छ। त्यसैलाई जो नागरिक पाओ त्यसैलाई त्यो कुनै लक्ष्यविहीन जस्तो हैन, उद्देश्यविहीन जस्तो एउटा जो देखियो नि अराजकताको पराकाष्ठा जस्तो देखियो नि, त्यसो हो भने अहिले त्यस्तो गर्ने प्रवृत्तिले सत्ता आएपछि चल्छ त? तिमीहरु चाहिँ के गरेछ त? हैन यसमा एउटा तपाई कन्टिन्यू गर्न, यसमा तपाईलाई भनौं हिजो माओवादीले 52 सालमा 2-4 वटा बन्दुक बोकेर चौकी तोडफोड गर्दै मान्छेको हत्या गर्दै हिँड्दै क्रान्ति सशस्त्र क्रान्ति गरेर 17,000 मान्छे ल्याएर व्यवस्था परिवर्तन गर्न हुने प्रदर्शन गरिरहेको बेलामा जुन भयो उहाँहरूले भनेको है यो चाहिँ नाजायज। सकिँदैन पोलिटिकल पार्टीले मात्रै लगाउने कि जनताले पनि लगाउने? यो जनताले यस्तो पोलिटिकल पार्टीलाई किन चाहिँ त्यस्तो चाहिँ गर्ने ठाउँ पुर्यायो? पहिलेको कुरामा कसले किनेको? सुन्नु न, कसैलाई गणतन्त्र आएपछि तपाईहरु किन नदिएको? तपाईहरु बहुमत दिने जस्तो अनुहार छ त तपाईहरुको? यति भनेपछि त सकिँदैन होला, जाउँ हुन्छ होला यार छोडेर। त्यही त अनुहार छ त कडा यार, कडा खतरा सुत्दिने यार। बवाल छानबिन अब अघि बढाउनुहुन्छ। गृहमन्त्री तत्कालीन गृहमन्त्रीले त आयोगको रिपोर्टै लुकाइदिनु हो, अब सार्वजनिक गर्नुहुन्छ। बिस्तारै हुन्छ कहिले बिस्तारै हुन्छ। कहिले यो तिथि मिति गरेर तुम भन्नुपर्छ मैले तपाईसँग पर्यो नि। जनतालाई नभने कसलाई भन्नुहुन्छ? जनताले मत दिएर तपाई मन्त्री हुनु भयो हैन? पिटाउँदै गर्छ हौ। यो खास गरेर नढाँटी भन्ने हो भने तपाई गणतन्त्रवादीहरूको घरमा राष्ट्रस्थवादीहरूको भुइँचालोले तपाईहरुको घरमा कम्पन कायम गरेको छ, हल्लाइरहेको छ हैन? सही के अब करोडको सोच यार, करोडको मंगोलियाको कुरा गर्नुभयो। मंगोलिया आयोजना छान्ने चाहिँ यो पनि राम्रो सुन्नुस्, आयोजना छान्ने चाहिँ नि अब उही मुलुकले हो। नेपालको आयोजना चाहिँ जो एमसीसी को आयोजना पनि नेपालकै विज्ञहरूले छानेका। आज मलाई सुन्नुस् राम्रोसँग, सुन्नुस् राम्रोसँग। हैन अब रोके तपाईलाई, अब रोके तपाईले यो के भने सुगा रटाइ भयो के डाक्टर साहब? के रे सुगा रटाइ जस्तो भयो के? सुगा रटाइ समिति भनेको चाहिँ मिनी संसद हो, अर्थात् संसदको एउटा रूप हो। संसदले कार्यकारी या कार्यपालिका तय गर्छ हाम्रोमा। त्यस हिसाबले कार्यपालिका चाहिँ यो व्यवस्थापिका प्रति सधैँ उत्तरदायी हुनुपर्छ। प्रधानमन्त्रीलाई लेखा समितिमा बोलाउन पनि सक्नुहुन्न, जबकि राज्य व्यवस्था समितिमा उहाँ गएर जवाफ दिनुहुन्छ रे। तपाई त यति नालायक रे, नालायक मजा आयो। तपाई त यति नालायक रे। संसदमा म 16 खर्ब खोइ भन्ने तपाईले संसदमा बोलेको शब्द पहिला पर्खिनुस्। सुनौ संसदमा बोलेको भनाइ म भन्छु। त्यति बेलाको 12 खरीमा तपाईले बोलेको न्यूज प्रकाशित छ, त्यहाँ तपाई दाबी गर्नुहुन्छ सत्ता पक्षको नेताका रूपमा तपाईले बोले हो, नेपाल विद्युत प्राधिकरणले व्यवसायी संघको मिलोमतोमा 16 अर्ब रुपैयाँ तलमाथि गरेको छ। यो आरोप पुष्टि नभए मलाई टुडी खेलमा हिँडाइयोस्। तयार छ त? यो आरोप आसम पुष्टि भएको छैन? मैले गर्ने हो र? यो आरोप अहिलेसम्म पुष्टि भएको छैन। कुलमानलाई हटाइयो, मिसन सक्सेस भयो, पार्टी खाइयो। अब तपाईलाई टुडी खेलमा झुन्ड्याउन नेपालमा कानुन छैन। तपाई आफै गएर कहिले झुन्ड्याउनुहुन्छ? सकिँदैन फेरि कहिले गएर झुन्डिने? यति भनेपछि त
करोडको क्वेसन छ करोडको यार हामी त माघ 19 पछाडि समाचार पढ्दा पछाडि आर्मीको बन्दुक थियो बन्दुक आएर बिचरा माओवादी नभएको मान्छेलाई पनि लगेर कन्सर्टमा व्यस्त लाग्यो त्यहाँ माओवादी मात्रै भन्नुहुन्न के त्यसमा मान्छेलाई के पर्यो माओवादीको एजेन्डा सबैको थियो नि स्वतन्त्रता समानता हैन मार्न त तपाईहरुले पनि निर्मम ढंगले कति मार्नु सही हो मानव तस्कर मन्त्रीलाई संरक्षण गर्नुभयो उहाँ तपाईको अनुमति बिना जापान जानुभयो हैन उहाँसँग 3 जना तस्करीमा परेका युवा सँगै गए सँगै फर्काइयो हैन त उहाँले के भन्नुभयो छोड्दिउँ उहाँको जिब्रो कतिवटा छ नि छोड्दिउँ सँगै फर्काइसकिए पछाडि सबै 4 जनालाई पक्राउ गरियो तिर्नेलाई चाहिँ आज पनि जेल पैसा लिने र लेटर प्याडमा लेखिदिने र लिएर जानेलाई चाहिँ फुलको माला म नेपालका सबै हाम्रा जाति भाषा धर्म सम्प्रदायका संस्कृति धर्म धार्मिक आस्थाहरूमाथि सम्मान गर्छ देउतालाई ढोक्नुहुन्छ र देख्छु मार्क्सवाद पढेको होइन मार्क्सवाद पढ्यो तर रोक्छु मेरो हुन्छ तपाईहरुको मार्क्सवाद मासु भात मासु भात कडा सकिदैन यार तपाईँ नै विरोध गर्नुहुन्छ फेरि रवि लामिछानेलाई किन समातेको भनेर किन भनेको त्यही काम गरे होइन रवि लामिछानेलाई चाहिँ तपाईँको त्यो के अरे समातेको अहिले के भनिरहेको छ केपी ओलीलाई जुलुस निकाल्छ सारा केपी ओलीलाई उहाँले एउटा सार्वजनिक कार्यक्रममा 2 दिन अगाडि सार्वजनिक रूपमा बोल्नु भएको छ एउटा ठिटो रवि लामिछाने भन्ने ठिटो बेरोजगार भएछ मका आयो केही पनि काम पाइन भन्यो भनिसकेपछि मैले के जानेका छौ भनेर सोधेँ मैले बोल्न जानेको छु भन्यो अनि मैले नेपाल टेलिभिजनलाई भन्ने र उले नेपाल टेलिभिजनमा सिधा कुरा प्रधानमन्त्रीसँग भन्ने कार्यक्रम चलायो नेपाल टेलिभिजन तपाईकै माथा पर्छ अबे जल्दी बोल कल सुबह पनवेल निकलना है जति बेला उहाँले भन्दिनु भयो उहाँले बोल्नुभयो त्यति बेला रवि लामिछानेको नागरिकता नेपाली नागरिकता थिएन अमेरिकी नागरिकता थिएन उहाँको पासपोर्ट अमेरिकी थियो र उहाँ फ्यामिली भिजामा नेपाल आउनु भएको थियो अनि विदेशी मान्छेलाई नेपालको सिंहदरबार भित्रको सरकारी कार्यालयमा लिएर गएर जागिर खुवाउने मान्छे दोषी हो कि होइन यो नि त करोडको छ यार बालनले पैसा बाँड्नु भएको थियो व्यक्तिलाई पैसा दिने के तपाईँलाई पैसा दिने तपाईँको चाहिँ के अरे सिममा हालिदिने पैसा अनि तपाईँले त्यो काम गर्ने प्रचार गर्ने अर्को सिममा हालिदियो अर्को सिममा हालिदियो तपाईँहरूले सिधै दिनुहुन्थ्यो यो पार्टी तपाईँहरूले मार्छ अब मसँग तथ्य छ मसँग प्रमाण छ पहिला म सक्छु नि भन्नुभयो पहिला म सक्छु नि म छ त ल देखाउनु नि त चाहिँ 16 अर्ब रुपैयाँ नेपाल विद्युत प्राधिकरणको तत्कालीन नेतृत्व 8 अर्ब व्यापारी मिलेर खाएको तपाईँ तारे होटलमा गएर व्यापारीसँग भोज गर्ने अनि आरोप चाहिँ तपाईँ लाउने कडा कर्पोरेसन त्यति बेलाको पानी जहाज त्यसमा हिस्सा खोज्नेदेखि ओमेगा घडी कम्पनीलाई नाफा खोजेर भगाउने मान्छे भनेर तपाईले भने अब हेर्नुस् ओमेगा घडीको ज्ञानेन्द्र सरकारले मलाई भने होइन डाइरेक्ट मलाई भनेको चाहिँ प्रभाकर शमशेरले हो तपाईले प्रभाकर अब जिम्मा लिनुपर्छ तपाईले सुन्नुस् न प्रभाकर शमशेरले कारोबार गर्ने ज्ञानेन्द्र सरकारको उहाँ के भन्नुहुन्छ ज्ञानेन्द्र सरकारले हो त्यसमा केही सकै छैन उहाँले आएर मलाई भनेपछि मैले नो भने ज्ञानेन्द्र सरकारले हो त्यही त तपाईले किताबमा लेख्नु लेखे मैले लेखे तर अहिले घाटीमा माछा काँड अड्क्यो उहाँ त रामेछापलाई सुगम घोषणा गरेको फेरि नेता नि है फेरि जुनमा चाहिँ सडकै पुगेछन् के पुगेछन् अरू के छ धेरै कुराहरू छ यो बुढाको है तपाईमाथि आरोप छ बागमतीमा बग्नु पर्थ्यो पानी 2040 सालमा ढल मिसाउन सुरु गर्ने मान्छे तपाईँ 46 सालको आन्दोलनको दमनको काम गराएर हो है तपाईँ दमनकारी हो दमनकारी नागरिकता बेच्ने शर्तमा पैसा लिने तपाईँ दिनुपर्छ है को छालाको तस्करी गर्न दिने शर्तमा पैसा लिने तपाईँ के गराएर छ शाहसँग एकचोटि मात्रै भेटघाट भयो भन्नु भएको छ पछिल्लो चोटि त धेरै चोटि भेट भयो धेरैचोटि भएको छैन अस्ति लन्च खान बोलाइ बस्यो लन्च खाएको ललिपप खाएको म सबैलाई मिलाउने काम म गर्थेँ नि त म बुढो पनि भएँ म सिनियर पनि भएँ मेरा भाइहरू छन् धेरै सबैलाई मिलाउने काम गर्नुको निम्ति म आएको हुँ हेर्नु म यो काम सकिएपछि म चाहिने वाइल्ड म वाइल्ड जान्छु म कुनै एक्टिभिटी खास्तो गरेर जिउन खानु क्या
यो आन्दोलनमा जति खर्च भइरहेछ त्यो चाहिँ सीमा पारीबाट आउँछ कि निर्मल निवासबाट आउँछ कडा सकिँदैन जेठ 15 देखिको आन्दोलन चल्दै होइन हाम्रो सल्लाहले अहिले पनि म बिहानभरि सल्लाह गरेका थियौँ हाम्रो हेर्नुहोस् अहिंसात्मक आन्दोलन हुन्छ एउटा लट्ठी हुँदैन त्यहाँ अघि एउटा ढुङ्गो कसैको हात आउँदैन हामी शान्तिपूर्ण रूपले हामी चाहिँ मार्च पास गर्छौँ मैले बताइदिने जुन क्षेत्रमा हेर्नुहुन्छ दिक्क लाग्दो त्यही त सर मैले भनेको 48 सालदेखि यता आउँदाखेरि आज 30-32 वर्षको अवधिमा सधैँभरि सत्ता सरकार र प्रतिपक्षमा तपाईहरु हुनुहुन्छ तपाईलाई जनताको त्यो पीडाले किन पोलेन ओ सही यार नेपालको हालत के भइसक्यो यार त्यही हो नेपालको हालत के भइसक्यो के हुँदैछ देशमा जहिले भ्रष्टाचार राम्रोलाई थुन्याछ केस लगाछ त्यसरी चलाइरहेछ नेपाल अनि कहिले अनि फेरि खोज्छौँ हामी बाहिर देशको जस्तो युरोप अमेरिका हैन अस्ट्रेलिया जस्तो स्विजरल्यान्ड जस्तो तर नेता छान्छौँ हामी यस्तो नेताले गर्छ यस्तै अनि हामी बाहिर भएकोलाई नि फेरि नेपाल जानलाई पनि धेरै सोच्नुपर्छ क्या अनि कहिले जानै सकिन्न त्यही हो यही हो हाम्रो विडम्बना नेपालीहरूको त्यही हो थ्याङ्क यू सो मच फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ अनि मेरो च्यानललाई यदि सब्सक्राइब गर्नुभएको छ प्लिज सब्सक्राइब चाहिँ गरिदिनु होला अहिले चाहिँ बाई बाई